ठ्याक्क मैले एउटा सानो भिडियो बनाएँ अगाडि, त्यसलाई भर्खरै अपलोड पनि गरेँ। अनि मेरो मेलमा चाहिँ आयो के भन्दा अब यो ह्यान्डसेकबाट चाहिँ आफ्नो पर्सनल प्रोजेक्टहरू अथवा पर्सनल भन्नलाई के अरे बाहिरका प्रोजेक्टहरू गर्नको लागि यता पहिला आफ्नो आइडेन्टिटी चाहिँ भेरिफाई गर्नुपर्ने रहेछ। अब तपाईँहरूसँग स्टेट आइडी छ कि के छ कि होइन, अब यहाँ आएपछि हुन्छ। अनि यो चाहिँ यसरी टक्क लाएर इन्ट्रेस्ट बुझाएपछि होइन, अनि यहाँ के आवर्सहरू वेटिङहरू कलेज स्टुडेन्ट्सहरूको चाहिँ यहाँ ह्यान्डसेक अकाउन्ट हुन्छ यतातिर। अनि यहाँ इन्ट्रेस्टहरू प्रोजेक्टहरू चाहिँ सायद दिन पाउने रहेछ क्यारे कि के रहेछ, म बुझ्छु अब यसलाई। हेरौँ के हुन्छ। खालि सबै यो यहाँ आएपछि सबैले जबै खोज्छन्, जब गर्नै पर्यो। अब आफू ग्रेजुएट भइसकेपछि यो साल पनि मोर देन 1000 जब एप्लाई गरियो, 15-16वटा इन्टरभ्यू दिएँ, कसैले पनि लिएन। अहिले त जब मार्केट त यस्तै छ, ल केही गर्नै सकिँदैन। बट स्टिल होपफुल। तर ट्राई गरिरहनुपर्छ, गिभअप गर्नु हुँदैन। एकचोटि भएपछि फेरि सबै राम्रो हुन्छ नि त। ल, साइन अफ।